म चाहिँ अहिले गोरु गोठालो छु मजाले घाँस खाँदैछ यिनीहरूले अब यिनीहरूलाई चाहिँ जोत्नु पर्ने हो ट्याक्क लाएर यस्तो त्यो हलोले यस्तो छेउभित्र चाहिँ हल्का भेटाउँदैन रहेछ क्या अलिअलि यो चाहिँ लास्टमा खन्ने हो रहेछ गोरु हेर्नु न गोरु यस्तो पछाडिबाट चाकमा ब्याट दिइरहेको क्या बासालाई उयो त्यो यसले क्या लात्ताले क्या ए कसम यिनीहरूको त मुला उयसको चाहिँ सानो रहेछ गुला पनि यसको त गुलै छैन त कसम खै यसको स्वाहा गर्दैछ अहिले त स्वाहा गर्दैछ त के हो गुला हान्ने चाहिँ के अरे रिसायो कि क्या हो म्याकेरी घिन्दा साले मेरो गुला छैन भन्छस् देखाइदिउँ भन्ने है अयो हो तेरा गुला ठुला हो अहिले फेरि खुसी भयो हलो यस्तो हुन्छ कि हलो यो हलो यसलाई चाहिँ यस्तो समातेर यहाँ समातेर ट्याक्क लाएर ऊ त्यहाँ पर हाल्नुपर्छ ऊ त्यहाँ पर नि त हाल्ने ठाउँ छ त्यसलाई हल्लोड भन्छ हल्लोड ऊ त्यो हल्लोड चाहिँ ऊ त्यो अड्काउने ठाउँ छ क्या यहाँनिर ऊ त्यो ए गोरुले लायो ऊ त्यहाँनिर अड्काउने ठाउँ हुन्छ क्या त्यो अड्काउने ठाउँमा अनि यो हलो लगाएर ट्याक्क लाएर यहाँबाट यसको फाली हलोको फाली भन्ने त सुनेको छ फाली भनेको फाली यस्तो हुन्छ हलोको फाली भनेको यो हो त्यहाँनिर लास्टमा चाहिँ त्यो सानो उयसको उयो हुन्छ क्या उयसको उयो मतलब उयो फलामको क्या फलामको हल्का तिखो वाला तिखो मतलब यस्तो क्या कस्तो तिखो भनेको त अब एकदम सानो अनि गोलो तिखो भयो तर यो चाहिँ यस्तो क्या फ्ल्याटवाला छ क्या हो त्यस्तो हुँदो रहेछ अनि सर त्यसले जोत्ने रहेछ त्यसले ट्याक्क लाएर राखा नै जाता यसरी हो क्या अनि यसरी त सानो अब यताबाट चाहिँ जोतिसकेको यो चाहिँ जोतिसक्यो अब यताबाट चाहिँ जोत्न बाँकी छ यता चाहिँ जोतिसक्यो यता जोत्न बाँकी छ अब गोरु गोठालो राखेपछि यसो इन्टरभ्यू त लिनै पऱ्यो गोरुको अब यसको नाम चाहिँ के हो फेरि यसको नामै थाहा छैन क्या फेरि मलाई यिनीहरूको नाम थाहा छैन पक्कै पनि केही न केही चाहिँ यिनीहरूको अनुहारबाट राखेको हुन्छ नि फेरि यिनीहरूको गोरुहरूको नाम अनुहारबाट राखेको हुन्छ क्या अनुहार कस्तो खालको छ होइन स्योर हुनुपर्छ यसको नाम अनुहारबाट हल्का थाहा हुन्छ क्या अनुहारबाट यसको नाम के हुनसक्छ त्यसको सिङ छैन नि त सिङ नभएकोले गर्दाखेरि मुड्के त्यस्तै के हुनुपर्छ होइन यसको नाम अनि त्यसको नाम सिङ छ नि त त्यसको नाम कि त तिखे हुनुपर्छ कि त यस्तो हल्का हल्का ब्राउन उयो मिस्कट भएको रौँ छ भने रौँ मतलब यो हेयर छ भने त्यस्तोलाई चाहिँ तारे अथवा त्यस्तो सिङ भएकोलाई तिखे हो त्यस्तै के भन्छ क्या अनि गोरुहरूको चाहिँ नाम उयोबाट हुन्छ क्या गोरुहरूको चाहिँ त्यसको क्वालिटी कस्तो छ क्वालिटी अनुसार हुन्छ क्या अब धेरै गाढा अनि धेरै कालो मात्रै भयो भने त्यस्तोको नाम कलुवा लाइक समथिङ त्यस्तै राखेको हुन्छ अनि सेतो त्यो पछि सेतो कालो मिसिएकोहरू थियो भने त्यही यो बिच्छे त्यस्तै खै के बिच्छे तारे झुले माले हो त्यस्तै क्या त्यो सेतो रातो कालो मिसिएको छ भने त्यही माले साले परेकाहरू राखिदिन्छन् त्यस्तै हो नाम यिनीहरूको थुतुनो अनुसार हुन्छ क्या यिनीहरूको थुतुनो कस्तो स्टाइलको छ त्यस्तै अनुसारको राखिदिएको हुन्छ क्या नाम पनि यिनीहरूको राखा नै जाता मलाई माथि मेरो घर जान मन लागिरहेछ कहिले जानु हो भोलि जान्छु म फुलाते म
के अरे एउटा गीत मिठो गीत गाएर सुनाइदिउँ सुन्ने हो ल है त ट्याग लाएर यसो मिलाउनु त पऱ्यो नि त होइन अघिकै मैले सेल्फी स्टिक अँठाएर आएको होइन त्यहाँ त्यो एउटा दिदीले भाउजूले चाहिँ को दाउरा बोक्ने के अरे को दाउरा ठलेर आएको दाउरा ठलेर आएको नि यसलाई दाउरा भन्छ साथी कसम यसलाई दाउरा भनिदिएर आयो क्या अरे म यसलाई देखाइदिन्छु नि त आयाम्मा कत्रो टाइट गरेको रहेछ फेरि मैले आफै ठिक्करामा यसलाई यहाँ है मैले के समातेर छु यो दाउरा हो त यो दाउरा हो यसलाई दाउरा भन्छ यसलाई दाउरा भन्छ यसलाई दाउरा भन्छ यो सेल्फी स्टिकलाई दाउरा भनिदिने हो दाउरा भनिदिएर आयो क्या को रहेछ दाउरा समात्ने भनेको त भनिरहेको दाउरा होइन नि त हौ अनि यो सेल्फी स्टिक हो नि त हौ क्यामेरा हो नि त क्यामेरा हो नि त हो हँसाउँछ हल्लुड भनेको यो है यो छालाको बनेको हुन्छ यो हल्लुड यसले सुँ गर्ने रहेछ हल्लुड भनेको त्यो त्यो अड्काउने हो क्या त्यो हलो अड्काउने हल्लुड हो क्या त्यो हल्लुड हो त्यो यसलाई के पो भन्थ्यो जोतारो भनेको केलाई पो भन्थ्यो जोतारो जुवा भनेको त्यो हो जुवा भनेको यो ठुलो हो अनि जोतारो उयो सानो डोरीलाई जोतारो भन्छ अनि यसलाई सोइला भनिहाल्छ यसलाई सोइला भन्छ अनि त्यसपछि के भन्छ हो अनि त्यो यो अड्काउनेलाई फेसो भन्छ त्यो जुन यो यसमा यस्तो हुकवाला हुन्छ नि यस्तो हुक त्यो हलोको त्यो उयसमा त्यो हुकवाला हुन्छ नि यस्तोवाला हुक यस्तो हो त्यस्तो त्यो हुकवालालाई चाहिँ यस्तो परेको त्यो हुकवालालाई चाहिँ त्यो सोइलो भन्छ होइन फेसो भन्छ फेसो भन्छ अनि त्यसपछि त्यो हलोको यस्तोमा ठोकेको क्या योवाला यो हलोको यस्तोमा ठोकेको वालालाई हलोको यस्तोमा ठोकेको वालालाई चाहिँ के भन्छ भने यसलाई पार्टी भन्छ पार्टी यसलाई पार्टी भन्छ यसलाई यस्तो ठोक्छ नि त यसलाई पार्टी भन्छ अनि यो अनाउ यसलाई भन्छ अनाउ यो समात्नेलाई चाहिँ अनाउ भन्छ अनि मेन हलो भनेको चाहिँ यो हो अनि यसलाई के पो भन्छ यसलाई हरिस भन्छ यसलाई चाहिँ हरिस भन्छ अनि यसलाई फाली भन्छ मेन हलो भनेको यो मात्रै हो अनि यसलाई फेसो भन्छ फेसो चाहिँ यस्तो हुन्छ फेसो भन्ने चाहिँ त्यसलाई भन्छ फेसो चाहिँ केटाहरूले धमाधम खाना खाँदैछन् ऐनाथ भएर अब लाग्छन् पार्टीहरू